हामीले क्लासमा बढी नम्बर प्राप्त गर्नुको लागि अथवा हामी विद्यार्थी होइनौँ भने पनि आफ्नो मेमोरी बढाउनुको लागि महासरस्वतीको मन्त्र जाप गर्नुपर्छ, महासरस्वतीको प्रार्थना गर्नुपर्दछ। किनभने महासरस्वती विद्याकी देवी होइबक्सिन्छ। महासरस्वतीको मन्त्र ओम श्री शाश्वतै नमः, ओम श्री शाश्वतै नमः, ओम श्री शाश्वतै नमः भनेर बिहान 108 जप्दा धेरै राम्रो हुन्छ। 108 चोटि स्फटिकको मालामा जप्दा झनै राम्रो हुन्छ। त्यो पनि नुहाएर सफा वस्त्र, धोएको वस्त्र लगाएर र सफा आसनमा बसेर जप्दा बढी इफेक्टिभ हुन्छ। महासरस्वतीलाई सेतो कुराहरूले पूजा गर्ने, जस्तो कि सेतो फुल अनि खिर चढाउने, सेतो त्यो पनि सेतो भयो। अनि त्यसपछि सेतो वस्त्र चढाउने अनि स्फटिकको मालामा सरस्वती मन्त्रको जप गर्ने अनि प्रार्थना गर्दाखेरि यसरी गर्ने। सरस्वती मया दृष्ट्या वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे। प्रथमं भारती नाम, द्वितीयं च सरस्वती, तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी, पंचमं तु जगन्माता षष्ठी वागीश्वरी, तथा सप्तमं चैव कौमारी, चाष्टमं वरदायिनी, नवमं बुद्धिदात्री च, दशमं ब्रह्मचारिणी, एकादशं चन्द्रघण्टा, द्वादशै भुवनेश्वरी, द्वादशैतानि नामानि त्रिसन्ध्येय पठेन्नर, जीवाग्रेह वस्ते तस्य ब्रह्मरूपा सरस्वती भनेर यसरी प्रार्थना गर्ने। यो प्रार्थना मैले सानो छँदाखेरि हामीलाई घरमै ट्युसन पढाउन बाजे आउनुहुन्थ्यो अनि त्यो बाजेले यसरी हामीलाई सिकाउनु भएको अहिलेसम्म याद छ। त्यसैले बच्चाहरूलाई सानैमा सिकाउन सक्यो भने थ्रु आउट द लाइफ, जिन्दगीभरि यसले राम्रो काम गर्छ। तर आजकल स्वदेशको बच्चाले त राम्रोसँग सिक्छ होला, तर विदेशमा हुर्किने बढ्ने बच्चाहरूलाई चाहिँ विदेशको वातावरणले पनि प्रभाव पार्ने हुनाले सिकाउँदाखेरि पनि उनीहरूमा सिक्न नमन लाग्ने धेरैमा प्रवृत्ति हुन्छ। त्यसैले त्यही पनि हामीले उनीहरूलाई फकाइफुलाइकन यसरी सिकाउनुपर्छ। यो सरस्वती माताको प्रार्थना जप धेरै नै उपयुक्त हुन्छ। किनभने हामीले स्कुली पढाइ सकाइसकेर पनि हाम्रो मेमोरीहरू जिन्दगीभरको लागि चाहिरहेको हुन्छ। काम गर्ने ठाउँमा पनि आवश्यकता पर्छ, घर गृहस्थलाई पनि मेमोरीको आवश्यकता पर्छ। मेमोरी राम्रो हुन सकेन भने सहज हुँदैन लाइफ। त्यसैले हामीले जुनसुकै अवस्थामा पनि सरस्वती मन्त्रको जाप गरौँ र सरस्वती मातालाई प्रार्थना गरौँ। थ्याङ्क यू।